ठ्याक्क मैले टाढा जानुपर्ने छ, आउँदाखेरि फिक्स भिज्छु मलाई थाहा भइसक्यो छ। यति ठुलो पानी परिरहेछ, अब म कहाँनिर जाने? अब भिज्ने भएँ म। त्यसो गाइस हेर्नुहोस् त, तर म ठाउँमा पुगिसकेँ। उताबाट आइहालेँ, पानी थोरै होला भनेर। यता त हेर्नुहोस् त कस्तो भिजिरहेको छु म। आज म जाँदैछु जब सेन्टर। भनेको थिएँ नि अस्तिको ब्लगमा, म यो मन्थ मात्र फुल्ली यताउति टाइम दिन्छु, मतलब आफ्नो कलाकारितामा। अब पार्ट टाइममा कलाकारिता, फुल टाइममा जब। किनकि नेट पनि यो भाडाहरू तिर्नुपर्छ, धेरै छ कारणहरू। सो देखाउँछु आज कस्तो हुन्छ के हुन्छ है त। ल हेरिराख्नुहोस्। कुनै दिन म बाहिर निस्किनु नि, त्यो दिन त ठ्याक्कै पानी पर्ने भइ नै हाल्छ है। इट्स माई लक भनौँ के भनौँ। हेर्नुहोस् त, ठ्याक्क मैले टाढा जानुपर्ने छ, आउँदाखेरि फिक्स भिज्छु मलाई थाहा भइसक्यो छ। त्यही पनि जान्छु, कस्तो हुन्छ, कस्तो देखिरहेको छु भाइन्सम। ल हेर्नुहोस्, मेरो गल्ली यस्तो छ, म बस्ने ठाउँ। सर्टकट छ यहाँ। कस्तो लागिरहेको छ अब मेरो ब्लगहरू भनिदिनुहोस्। र अब डेली लाइफ देखाउने कोसिस गर्छु। जय महालक्ष्मी माता। ल यसलाई भन्छ नाम नपारौँ, ठाउँको नाम नपारौँ। साथीहरू, मास्क लाउनुको कारण के छ भन्दाखेरि काठमाडौँ कति फोहोर छ तपाईँहरूलाई थाहा नै होला। त्यसैले हो। हेर्नुहोस् यहाँ पुगेँ, तर आज मलाई फिक्स भिजाउँछ यसले। मैले थाहा पाइसकेँ, के हुन्छ थाहा छैन आउने बेलासम्म। अरू जे होस्, काठमाडौँमा जति फोहोर होस्, तर यो हरियाली चाहिँ हुन्छ नै। मास्क त लाउनै पर्छ गाइस। फोहोर धेरै छ यो खोलाको छेउ हुनाले, तर यो हरियाली छ नि, यो रुखहरू त कस्तो दामी देखिया हुन्छ कि साँच्ची भन्नुपर्दा। आई लभ इट। जति बेला पनि म यताउता गइरहेको हुन्छु कि यहाँबाट कस्तो दामी देखिया हुन्छ। यो हो मेन रोड, बस पार्क जाने बाटो हो यो। भाइले पनि यतैतिर काम गर्छ। हेर्दै जान्छु है आरामले, नजिकै छ। तपाईँहरूलाई थाहा छ, मेरो सबैभन्दा पहिलो, मेरो फर्स्ट म्युजिक भिडियो भएको चाहिँ यता हो, यो पार्कमा। यो पछाडिपट्टिको पार्क भित्र त अहिले जानु मिल्दैन, पछि जान्छु आउने बेला। पानी लिक भइरहेछ यहाँ। ऊ त्यहाँ कस्तो दामी छ नि त्यहाँ। पहिले म्युजिक भिडियो त खेलियो, त्यो त चल्दैन। गाइस हेर्नुहोस् न, हेरिदिनुहोस्। अडियो ग्यारेज प्रोडक्सन युट्युब च्यानलमा छ। अनि यदि तपाईँले हेर्नुभयो भने सुशील भनेर कमेन्ट गर्नु होला, म रिप्लाई दिने कोसिस गर्नेछु। म जाँदैछु, अझै 1 किलोमिटर टाढा छु, सायद ऊ अगाडि हो। त्यसको कि पानी आइहाल्छ, के गर्नु। त्यही पनि हेर्नुहोस् काठमाडौँ कस्तो दामी छ हेर्दाखेरि। रमाउने सहर हो, कमाउने सहर हो, स्ट्रगल गर्ने सहर हो। पानी पर्यो, पानी पर्यो, पानी पर्यो। अब भिज्ने भएँ म, के गरौँ। त्यस्तै हुन्छ कि जहिले नि म आउँछु। अस्तिको भ्लग हेर्नु भएको भए, त्यहाँ पनि म जबै खोज्नको लागि आएको थिएँ कोटेश्वर। त्यो दिन यस्तो पानी पर्यो। अनि अघिल्लो दिन अर्को दिन पनि त्यस्तै पऱ्यो। आज हेर्नुहोस्, यति ठुलो पानी परिरहेछ, अब म कहाँनिर जाने? के गर्दै हुनुहुन्छ हो प्रभु? यस्तो जुन दिन के होला जस्तो लाग्छ, त्यही दिन यस्तो गरिदियो भने कहाँबाट हुन्छ मेरो प्रगति? म धेरै ठुलो सपना लिएर आएको मान्छे। अब हेरौँ। ल गाइस, के भनौँ अब, त्यही पनि हिँड्छु यहाँनिर पुगिसकेँ। त्यही अफिसमा बसिराख्नुपर्छ केही बेर। यसो गाइस हेर्नुहोस् त,
तर म ठाउँमा पुगिसकेँ। भिजेको छैन है म। पानी त उस्तै छ, के भयो म भन्छु है। उताबाट आइहाल्यो पानी थोरै होला भनेर। यता त हेर्नुहोस् त कस्तो भिजिरहेको छु म। कुनै ठाउँमा जान्छु कि खाजा खान्छु, नास्ताहरू यहाँनिर बसेर कुरा गर्छु उता के भयो भनेर। कस्तो देखिरहेको छु म। खाना खान्छु अब। आज यतै खाएर जान्छु। अहिले कति बजिरहेको छ भने 2 बज्दैछ। म खाना अहिले खाँदैछु। बिहानै भाइको लागि बनाएँ, म त्यत्तिकै आइहालेँ कि। अनि यहाँ काम थियो नि त, अन्त के भयो भने कस्तो देखिरहेको छु म। त्यहाँ मेरो टाइपको जबहरू थिएन। त्यहाँ थियो घरको काम गर्नुपर्ने, वेटरहरूको त्यो थियो। म अफिसको खोज्दैछु, हुन्छ नि कुनै कन्सल्टेन्सीमा अफिसमा। त्यही भएर भएन। अब अर्को ठाउँमा जान्छु। गाह्रो छ काठमाडौँमा जाऊ। तपाईँहरू पनि सेयर गरिदिनुहोस् त, मैले जब गर्न नपरोस्, डाइरेक्ट एक्टिङ गर्न सकौँ। अनि यता चिकन खानाको 150 छ, सस्तो रहेछ। हामी घरदेखि आउँदाखेरि 350 तिर्छौँ बाटोमा, बसमा। सरकारको ध्यान आकर्षण भइदियो भने त अलि राम्रो हुन्थ्यो। त्यो पनि खाना मिठो हुँदैन खै किन हो। तपाईँहरू यदि पश्चिमबाट यता काठमाडौँ आउनुहुन्छ भने तपाईँलाई थाहा होला कस्तो पाउँछ त्यहाँ भनेर। त्यो पनि हेरौँ यहाँ कस्तो हुन्छ, टेस्ट गरौँ न। देखाउँछु। यस्तो छ। गाइस धेरै बस्यो, मस्त खाना खायो, दामी थियो, एफोर्डेबल पनि अनि राम्रो थियो। अब त्यही भएर अब नजिकै छ मेरो रुम यहीँनिर, कति बेला आएर खानुपर्छ। अनि पानी त यस्तै छ, सिमसिमे पानीमा झेल्ले। अगाडि तपाईँ भन्दै जानुहोस् कस्तो लाग्दैछ मेरो भ्लगहरू भन्नुहोस्। मैले जबै गर्नुपर्छ कि भ्लगिङबाटै मेरो चल्छ यो पनि भन्नुहोस्। किनकि भ्लगिङ गर्दै कलाकारिता क्षेत्रमा आउन चाहन्छु। एक्टिङ आउँछ मलाई। म एउटा स्क्रिप्टमा काम गर्दैछु, सर्ट मुभी हुन्छ त्यो, यसमै आउँछ, यही पेजमा आउँछ, यही युट्युब च्यानलमा आउँछ। त्यही भएर त्यो पनि देखाइराख्नुपर्छ। फेरि कन्टेन्ट क्रिएसनबाटै मान्छेहरू माथि टिकटकबाटै अहिले त फिल्महरूमा कास्ट गरिराख्नु भएको छ नि त। त्यही भएर पछि त्यो ट्याग नलागोस्। कन्टेन्ट क्रिएसन सुरु गरेर सुशील भट्टले फिल्म पाए भन्ने नहोस्। एक्टिङ गरेरै आएको भन्ने होस्, स्ट्रगल गरेरै आएको भन्ने होस्। त्यही भएर त्यही चाहन्छु म। अहिले त भिडै छैन, पुरै खाली छ रोड। भिड चाहिँ जति बेला दिउँसो हुन्छ नि त, पानी नभएको बेला एकछिनमा भिड हुन्छ है, खुट्टै राख्न हुँदैन ठाउँ त्यहाँ। र म लाग्छु रुमतिर। अब भाइ अगाडि खाना खाँदैछु भन्दै थियो, खै गइहाल्यो कि काममा के थाहा छैन। त्यहीँ गएर हुन्छ। लेट्स सी।